यो सर्प देख्नु वायु एकदम खुसी छन्, घरमा आएर घुम्छन्, नमार्नु होला। कालो सर्प देख्नु अति राम्रो, घरको कतै न कतै सर्प आएर बस्छ फुलबारीमा भने पनि राम्रो। वरिपरि आएर पुतली घुम्छ भने यो पनि वायुको संकेत हो। घरमा मौरी आउनु, जुन यो पूजा गरिसकेपछि जे भए पनि फुत्तै आउँछ अचानक, पितृ खुसी र वायु खुसी भइसकेपछि जुन पूजा अब हामी गर्दैछौँ यसलाई ठ्याक्कै सन्देहकाल पार्नुपर्छ। बुझ्नुभयो नि, पूजाको पनि समय हुन्छ हजुर। पुतली आउनु, मौरी आउनु घरमा अति राम्रो। अनि घरको वरिपरि मैना र सुगा यदि आउँछ कराउँछ भने यो सङ्केत यति हो कि अगति परेका वायु खुसी छन्, पितृदोष छैन, जसले भने पनि पत्याउनु पर्दैन। किन? हामीले त पूजा गरेका छौँ आज। त्यो धेरै खर्च लाएर तपाईँको पूजा हुँदैन, सानो तरिकाले पनि पूजा हुन्छ, तर विधि हुनुपर्छ। विधि गरिसकेपछि के हुन्छ? कार्यमा सफलता प्राप्त हुन्छ।